Hello everyone, this is Manoj Thapa, third year medical student of Janaki Medical College. आज हामी चाहिँ जानकी मेडिकल कलेजको टुर गर्नेछौँ। सुरुमा गेटबाट छिर्ने बित्तिकै हामीले चाहिँ इमर्जेन्सी देख्न सक्छौँ। यो चाहिँ इमर्जेन्सी हो र इमर्जेन्सीको जस्ट उतापट्टि चाहिँ हाम्रो फार्मेसी छ। त्यहाँबाट उता चाहिँ गेटभित्र चाहिँ अब ओपिडीहरू छ, विभिन्न बिल काउन्टरहरू छ। अनि त्यस्तै अब यो चाहिँ पुरै पार्किङ पर्मिसेसहरू हो, सबै पार्किङ गर्ने ठाउँ हो है। अनि उता चाहिँ पुरानो बिल्डिङ देख्न सक्छौँ, यो नयाँ बिल्डिङ। अनि माथि चाहिँ वार्डहरू छ, मेडिसिनको वार्ड छ, एसडीओहरू छ, सर्जरी छ र माथिल्लो तला चाहिँ ओटी छ है, ओटी माथिल्लो तला छ। र हामी देख्न सक्नुहुन्छ यो चाहिँ पुरानो बिल्डिङतिर गइरहेको छौँ, पार्किङ हो। यो पुरानो बिल्डिङमा चाहिँ गाइनी वार्ड छ, गाइनी ओपिडी छ र पेडिया वार्ड छ। पेडिया ओपिडी चाहिँ नयाँ बिल्डिङमा छ र तल सिटी स्क्यान पनि छ है। अनि यहाँ चाहिँ प्याथोलोजी ल्याबहरू छ र यतापट्टि चाहिँ लिफ्ट पनि बनिरहेको छ है। यो चाहिँ प्याथोलोजी ल्याब हो। अनि यहाँबाट चाहिँ क्यान्टिन जाने हो र त्यो क्लासहरू जाने बाटो पनि यही हो होइन। ग्राउन्ड जाने बाटो पनि यही हो। र देख्न सक्नुहुन्छ उताको चाहिँ ग्राउन्ड भयो, ग्राउन्डको उता चाहिँ यो चाहिँ होस्टेल हो, बोइज होस्टेल हो एउटा बोइज। अनि यो चाहिँ फ्याकल्टी क्वार्टर हो, प्रिन्सिपलको क्वार्टर हो। अनि यहाँबाट बाटोबाट अगाडि जाँदा चाहिँ यो चाहिँ ग्राउन्ड हो है। मस्त फुटबल खेल्न सकिन्छ होइन। सो भाइ बहिनीहरू को आइरहेको छ, मस्त फुटबल खेल्न सकिन्छ, दामी छ, फेस्टहरू हुन्छ होइन। अनि दामी छ खेल्नको लागि चाहिँ राम्रो छ। अनि उता देखेको चाहिँ गर्ल्स होस्टेल हो, एउटा मात्रै छ। र यो चाहिँ बोइज होस्टेलको अर्को हो होइन। देख्नुहुन्छ फुटबल ग्राउन्ड चाहिँ बब्बाल छ है। अनि यो चाहिँ अब बेसिकको र क्लिनिकल दुइटै पढाइ एउटै ठाउँमा हुन्छ होइन। अनि माथिको चाहिँ ल्याबहरू हो कि, मतलब फार्माकोलोजी बेसिकको ल्याबहरू यहीँ छ होइन। देख्न प्याथोलोजीको डिपार्टमेन्ट देख्न सक्छौँ होइन। यो चाहिँ अब पछाडिपट्टि फोरेन्सिक मेडिसिनको त्यो डिपार्टमेन्टहरू छ। र यो चाहिँ इक्जाम हल हो अरे, इक्जाम हाम्रो इक्जामहरू सबै यहीँ हुन्छ, कुनै प्रोग्राम होस् या इक्जाम। अनि जस्ट अगाडि जाँदा चाहिँ यो चाहिँ अब भलिबल ग्राउन्ड हो। र भलिबल ग्राउन्डको उता चाहिँ क्रिकेट ग्राउन्ड पनि छ है। मस्त क्रिकेट खेल्नको लागि पनि राम्रो वातावरण छ। र यहाँ देख्न सक्छौँ हामी चाहिँ यता चाहिँ ब्याडमिन्टन कोर्ट पनि छ कि, दुईवटा ब्याडमिन्टन कोर्ट छ। सो यहाँ पनि ब्याडमिन्टनको लागि पनि राम्रो छ, खेल्नको लागि एकदम ठिक छ क्या। अनि यहाँ चाहिँ अब यो चाहिँ बिल्डिङ भइहाल्यो, यो चाहिँ होस्टेल बनाइरहेको छ पहिला चाहिँ। अनि नर्सिङको पनि पढाइ हुन्छ यहाँ, पिसिएल नर्सिङको। र यो पछाडिको ब्याकग्राउन्ड हस्पिटलको। अनि त्यसपछि यहाँ देख्न सक्नुहुन्छ अगाडि क्लासको अगाडि माथि चाहिँ हल बनिरहेको छ, यो चाहिँ हस्पिटलभित्र हो है।